न्यू ब्लग कता त बचाउन पाइन अहिले अन्त वेट छु सो अलिअलि लाइटली अपलोड गर्छु पुरा त अपलोड गर्दिनँ ओके ड्राई पिकनिक ओके सो हामी सबैजना ड्राई पिकनिकको लागि गएको छौँ आज हाम्रो स्पेसल मेहमान पनि हुन्छ मेरो राजा पनि छ हाम्रो विशेष राजा छ राजा सर्ट पिकनिक अहिले अब माइजहरू चाहिँ उतैबाट कन्सर्टबारीबाट पिकअप गर्न जाडो छ बस्छ सो वी आर भेरी स्पेसल मेम्बर Buddy, are you happy? Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Ibu. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Ivan. Happy birthday to you. Finally, मेरो इबु चाहिँ पुरा पेसेन्टली बसिरहेको छ हेरिरहेको छ आइएम सो ह्याप्पी यहाँ तुषार त उता गइछ सायद डिस्टर्ब फिल भयो होला कि अनि यहाँ सुत्छ है इभान भनेर उता यता छ मान्छेहरू यहाँ छु मजाले पूजा हेर यता तिमी पनि आयो तुषारको जिउले छोपिदियो इभानको मुखले यो टिकटक त हामी भित्र गएर बनाउनु पर्छ अहिले हामी आइपुग्यौँ अघि पवनिसलाई देखाएको थिइनँ मैले सेम कलर फाइनल्ली को भन्दा को राम्रो को भन्दा को नमस्ते हजुर सबैजनालाई स्वागत छ हामी आज इटरीको त्रिवेणी रिसोर्ट आएको छौँ अनि फ्यामिली भनेको चाहिँ सुवेदी फ्यामिली बस्ने फ्यामिली एन्ड घिम्रे फ्यामिली आएर हियर अनि हजुरहरूलाई चाहिँ हामीले यो भिडियोमा यो त्रिवेणी रिसोर्टको टुर पनि गराउँछौँ गाइस फाइनल्ली हामी चाहिँ आइपुग्यौँ यो रहेछ हेर्नु यहाँ सी द भ्यू है सो हेयर वी आर त्यस्तो यहाँ हेर्नु भ्यूहरू यहाँ हेर्नु ल कस्तो लाग्यो ठाउँ मामु धेरै राम्रो है इट इज गुड ओपन प्लेस भएर पनि यहाँ यस्तो ठ्याक्क हुसु लागेको रहेछ एन्ड इट इज सो गुड नाउ वी आर सिम्पली मुभिङ इनसाइड है इट इज सो ब्युटिफुल एकदमै राम्रो लाग्यो ठाउँ चाहिँ इबु यहाँ छ हाम्रो इबु भरे भन्दा त के भएछ भने इभानले त मल छोडिदिएछ जल त छोडिदिएकै थियो मल छोडिदिएछ गाइस अब हामी चाहिँ हजुरहरूलाई यहाँको फाउन्टेन भ्यू देखाउँदैछौँ सो यु क्यान सी लेट्स गो आउ पूजा सो हियर वी आर अब हामी चाहिँ ठ्याक्क यहाँ सुरुको ब्रेकफास्टहरू गर्नको लागि म चाहिँ यहाँ मेरो इबुसँग रुँगेर बसिरहेको छु अहिले भर्खरै अघिदेखि चाहिँ दिदीहरूले ह्यान्डल गर्नुभयो अब मेरो पनि त रेस्पोन्सिबिलिटी हो नि त ह्यान्डल गर्ने अनि म चाहिँ यहाँ बसिरहेको छु ताकि उसलाई उ भयोस् भनेर अनि यहाँ हामी चाहिँ के अरे खाजा खान बसिरहेको छौँ हियर इज अलवेज बाई माई साइड नानी दिदी पनि ठिक छ माइजू सघाइन है मैले त ल कस्तो रहेछ त यहाँको बुझ्न चाहनुहुन्छ सबजना बुवा कस्तो रहेछ यो इन्भाइरोमेन्ट हेरेर त साह्रै राम्रो लाग्यो एकचोटि आएर नगाइने अब दुईचोटि चाहिँ आउनु पर्छ जस्तो लाग्दैछ ए त्यस्तो मन पर्यो मामा त्यस्तै भएर पहिलोचोटि आएको अनि त्यो मन परेर फेरि तपाईँलाई पनि लिएर आएको कस्तो लाग्यो एकदम मन पर्यो यहाँ हेर्नु गाइस भ्यू
कस्तो खतरा चाँदीमा उ नन्दी कस्तो लाग्यो त ठाउँ कस्तो लाग्यो ठाउँ मामु धेरै राम्रो लाग्यो पूजा तिमीलाई आमा हुर्रे बा बुवाले घुमाउँदै हुन्छ ल म घुमाउन गइरहेछु इलामे सहर चियाबारीमा हाय गाइस ल अब पाली रहेछ पवनिस र आयुषको के भयो ओइ इबु किन हैरान लगाएको सबैलाई आजको स्पेशल गेस्ट चाहिँ उहाँ हो सबलाई तङ परेशान गरिसक्नु भएको छ उसको बडीगार्ड ऊ चाहिँ हाम्रो बडीगार्ड होइन हामी चाहिँ उसको बडीगार्ड बस्नु परेको अवस्था छ तिम्रो बडीगार्ड हो हामी कस्तो लाग्यो त मेरो लाजालाई ठाउँ सो इबु सँगसँगै हामी चाहिँ त्रिवेणी रिसोर्ट एक्सप्लोर गर्दैछौँ होइन यु क्यान सी यहाँ गेमहरू खेल्न मिल्छ बच्चाहरू दे विल इन्जोय होइन अनि यो चाहिँ एकदमै राम्रो फाउन्टेन है यहाँ कस्तो मजाको डेकोरेसन छ ल अब चाहिँ हामी लाग्दैछौँ बोटिङतिर मैले त योभन्दा अगाडि गरेको पनि छैन मतलब अब यहीँ आउँदाखेरि यो रिसोर्टमा आएपछि आइ एम सो ह्याप्पी फर द फर्स्ट टाइम आई गट द अपर्च्युनिटी वी आर रेडी हजुर ल लगिहाल्छु लु अलिकति सुरुमै त स्टार्ट गर्दा feel so blessed यस्तो राम्रो भएको ठाउँमा यो how is the feeling यहाँ हेर्दिनु पर्यो सबैले भिडियोमा यो इबु हेर उहाँ हेर सानो नाउँमा समापन आफ्नो मन्तव्य छ समापन गरिदिनु हुन म आजका कार्यक्रमका अध्यक्षज्यूलाई अनुरोध गर्दै म पछि कार्यक्रम सञ्चालक नगरपालिका निर्वाचन सचिव गंगाराम मण्डल तपाईँहरू माझबाट बिदा माग्न चाहन्छु धन्यवाद जय सार्थ हामी चाहिँ अब बोटिङ गरेर आइसक्यौँ अनि त्यसपछि वी इन्जोयड इट अनि अब यसो राउन्ड लिएर यहाँको ब्युटिफुल भ्युज हेर्दै जाने सोच्यौँ अनि वी आर मुभिङ फरवर्ड पिकनिक स्पोट प्लस होइन राम्रो डेस्टिनेसन हुन्छ नि एउटा रिफ्रेसिङ खालको ग्रिनी टाइपको खोल्नुहुन्छ भने इट विल बी गुड गाइस ल है अब हामी चाहिँ खाना सुसाउँछौँ खाना बसिसक्यौँ मामाले भाग लाउँदै हुन्छ मासु भाग लाउँदै हुन्छ मामाले सबैजना वी आर इन्जोइङ ए बुवाले त देखेको छैन बिचरा कुरेर बसिराख्नु छैन So I don't know where my sister and my jar. Oh my God, they are simply going here. Click गरिदिनु अरे खै हेरौँ त
नयाँ पुला जस्तै। ओइ साँच्चै कसम कस्तो दामी आयो। लु हामी चाहिँ यहाँ भित्र आएछौँ। भित्र पनि एकदम राम्रो पेन्टिङहरूको एट्र्याक्सन रहेछ। एन्ड वी वर सिम्पली मिसिङ। यसमा पनि भित्र छिरेको 100 रुपियाँ रहेछ, तर अघि काटेको टिकट भन्दा कतिचोटि काट्ने टिकट भनेर ए त्यो चाहिँ हो र होइन, जे भन्दा पनि भइहाल्यो नि। यताको टिकट काटेको 100 रुपियाँ छुट्टै रहेछ। हामीले त ठगेर बसिहाल्यो। दहीको आवाज राम्रो छ। राते जिरिरी होला होइन, त्यो मुरली तिरिरीमा नाच्छु फिरिरी लहाइ नाच्छु फिरिरी। नाउ दिस इज द ओभरअल भ्यू है। यहाँ हेर्नु, इट इज सो गुड पार्क, एकदम नजिकको ठाउँमा। इफ यु वान्ट टु इन्जोय होइन, इट विल बी भेरी बेस्ट प्लेस टु visit. Okay, now is the time to move on from the place we visited today. हैन, रमाइलो एकदम धेरै भयो। सबैसँग हामीले फिडब्याक पनि लिए। एन्ड नाउ वी आर मुभिङ अन। ओके, बाई बाई, ब्याक टु होम। र स्पेसली मेरो बाबुको बर्थडे थियो, त्यो सेलिब्रेट गर्नको लागि आएको थियौँ। एन्ड माई बाबु, एज यु अल नो, हि इज इबु। सबैजना यहाँ अब गाडी आएको छैन, अनि गाडीको वेट गरिरहनु भएको छ। हामी चाहिँ फर्किँदैछौँ अहिले है। हाम्रो आजको सर्ट ड्राई पिकनिक पनि यहीँ सकियो। एन्ड वी ह्याड फन। अरूले फन गरे कि गरेन, बट आई ह्याड लट अफ फन एन्ड रिफ्रेसमेन्ट आफ्टर सो लङ। एन्ड आई एम सो ब्लेस्ड द्याट वी एज अ फ्यामिली वी केम आउट बिकज इट वाज निडेड। डेली हप्तैभरि we work, and we don't get that quality time to spend with family.